दाजु नमस्कार। नमस्कार बाबु, यो झन्डाले भाइ समा बाबु झन्डा ओके, फेरि आउनु भएछ त? आइ नि बाबु, राजा नआउन्जेलसम्म त म आइहाल्छु नि। राजा नआउन्जेलसम्म हिँडिराख्ने छ? राजा नआएसम्म यो सटर नछोड्ने, सटरमा आएर बसिरहने। अब जेन्जी आन्दोलनपछि अहिले देशमा उलटपुलट भयो, अब फेरि त्यसपछि तपाईँहरू अझै लागिराख्नु भएको छ, देशमा राजा चाहिन्छ भनेर लागिराख्नु भएको छ, सम्भावना छ राजा आउने सम्भावना छ नि बाबु, अति धेरै सम्भावना छ। राजा नआइकन यो देश शान्ति हुँदैन। राजा बिना यो देश फेरि यस्तै आतङ्क मचिरहन्छ, सधैँ यस्तो भइरहन्छ। कहिले अब पहिला काङ्ग्रेस, एमाले, माओवादी भन्यो, आए, अब जेन्जी आयो, जेन्जीबाट अर्को मान्छे आउला, अनि अर्को मान्छे झन् बिगारिदिएला। अब मेन मान्छे राजा चाहिँ चाहियो नि बाबु भनेर चाहिँ आएको हो बाबु। अब अघिल्लो एउटा आन्दोलनमा, तिनकुने आन्दोलनमा सिक्री हराउनु भयो, यहाँ फेरि अहिले भिडभाड ठुलै छ, आज त सिक्री नै लाउनु भएको छैन बाबु। सिक्री त लगाउनु भएको थियो नि बिचमा? छैन, बिचमा लगाएको छैन। हराएदेखिको लगाएकै छैन बाबु। मैले गोली लगाएको छु, गोली खतरा देख्छ। भित्र के हुन्छ दाजु भन्नुहोस्? कहाँ? यहाँ यो गोली लाउने रसी त केही पनि छैन। यो चाहिँ लगाउ न, भूत पेस लाग्दैन भन्ने ऊ छ। एउटा विश्वासले लगाएको बाबु। अब जस्तो कि धेरैले भनिरहेछन् कि यो देशमा चाहिँ काङ्ग्रेस, एमाले, माओवादी अथवा पुराना पार्टीकै रजगत नै चल्छ भनेर भनिरहेछन् होइन? अनि अब एक हिसाबले हेर्ने हो भने यो देशको रक्षा गर्नलाई पनि राजा चाहिन्छ भनेर तपाईँहरू निरन्तर सडक धाइराख्नु भएको छ होइन? राजा के कारणले चाहिन्छ अबको यो स्थितिमा? अब राजा चाहिन्छ बाबु। हेर्नुहोस्, पहिला चाहिँ कल कारखानाहरू राजाको पालामा टन्नै थियो, कल कारखानाहरू थियो राजाको पालामा। अहिले सबै मासिएर गयो। भोलि चाहिँ नि अब यसलाई चाहिँ नि कलहरू चाहिँ यो कारखानाहरूलाई चाहिँ एक बनाउनलाई चाहिँ नि सबै सञ्चालन गर्नलाई चाहिँ नि राजा नै चाहिन्छ भन्न चाहन्छु बाबु। राजै चाहिन्छ। राजा बिना यो अरू केही सम्भव हुँदैन। जो नेता आए पनि सबै भ्रष्टाचारी, भ्रष्टखोर मात्रै छन्। देशमा सुशान्ति कहिले पनि हुँदैन। राजा नआएसम्म यो देश राम्रो कहिले हुँदैन बाबु। राजा आयो भने यो देश एकदम राम्रो हुन्छ बाबु। अब जस्तै गणतन्त्र आइसकेपछि एक हिसाबले हेर्ने महिला, दलित, जनजातीय अब समावेशिता हरेक हिसाबले सबै राम्रो छ। यो व्यवस्था नै अहिलेको लागि ठिक हो, तर व्यक्तिहरू नराम्रो भन्ने चाहिँ अहिलेको गणतन्त्रवादीहरूले भन्छन् होइन? अहिलेको व्यवस्था ठिक छैन? अहिलेको व्यवस्था ठिक छैन हजुरको चाहिँ नि। हामीले दलित भनेर हामीले राजाको पालना राखेको थियो, त्यस्तो भाषा राखेको थिएन होइन? अहिलेको गणतन्त्रहरूले राखे होइन? अनि हामी चाहिँ नि सबै एक भएर एक ठाउँमा बसेर देश जोगाउनु छ भने हामी सबैजना एक भनौँ, जातभात केही नभनौँ, देश बनाऊ, दाजुभाइ मिलौँ भन्न चाहन्छु बाबु। अब यो देश बन्ने भनेको राजा? अब देशमा त राजा नआइकन बन्दैन बाबु। हाम्रो चाहिँ